हेलो गाइस आज हामी तीनजना मात्र कलेज गएको थियौँ होइन तीनजना आएको छैन कोही घर गएको छ कोही रुममै छ आफ्नो ताल हामी एकदम जागरिलो एकदमै म चाहिँ हामी घुमघाम गर्न जाँदैछौँ अनि यस्तो गर्मी छ बुक खोज्न जाने रहेछौँ त साथीहरू हेर्दै जान्नलाई के हुन्छ अनि त्यसपछि चाहिँ हामी यस्तो पसलमा गयौँ यता चाहिँ एकदमै काँटाहरू किनौँ यस्तो राम्रो राम्रो क्युट क्युट थियो नि हेर्दै किनौँ खालको तर के गर्ने हामीले किनेन अनि हेऱ्यौँ हामीले चित्त बुझायौँ अनि घुम्यौँ यो पसल एकदमै राम्रो थियो तर सामानहरू पनि महँगै थियो अलि तर पनि हामीले एउटा सामान किन्यौँ के किन्यौँ त के किन्यौँ होला गेस गर्नु त गेस गर्नु भन्नु त क्रिस्टिन के अरे त्यो फेस प्याक फेसमा लगाउने कति रुपियाँको 50 एक रुपियाँ फिर्ता आज है 9 रुपिस थियो है 1 रुपियाँको उधारो छन् बेच्दिनु मेरो 1 रुपियाँ उधारो छन् मेरो है त्यही भएर अब हामी कहाँ घुम्न जान्छौँ अनि त्यसपछि हामी कमल पोखरी घुम्न गएको थियौँ अनि खाजा नि खाऊँ अनि पछि घुम्न जाउँला भनेर हामी यता खाजा खान आयौँ अनि यता टिकटक सिकटक बनाउँदै फोटोसोटो खिच्दै हामी यता बसिरहेको छौँ खाजालाई कुरेर अनि यता चाहिँ ग्रीष्माले चाहिँ गीत बजिरहेछ भनेर चाहिँ यता ठुल्ठुलो आवाज गीत बजिरहेको त्यही भएर मैले भोइस ओभर गरिरहेको छु अनि उसले चाहिँ यता नङ देखाउँदैछ अनि के भन्दैछ यता नक्कल पार्दैछ खायौँ अनि हामी बोकिन बाग बजार गयौँ जङ्गलमा त्यसपछि साथीहरू थ्याङ्क यू फर वाचिङ आवर भिडियो साथीहरू